हामी चाहिँ अहिले यो मालिका देवी मन्दिर चौजारीको माथि अमलाटा कमरामा रहेको यो मन्दिरमा छौँ र यो लगभग 200 वर्ष पुरानो इतिहास बोकेको भन्नुहुन्छ हाम्रो पुजारी बुवाले। र यो चाहिँ यहाँबाट चाहिँ विभिन्न समयमा चाहिँ मूर्तिहरू तस्कर भएको अवस्था पनि मैले सुन्नमा पाएँ। भित्र चाहिँ थोरै मात्रामा उत्पत्ति भएको ढुङ्गा त्यो दैविक शक्ति मालिका देवीको त्यो चाहिँ थोरै मात्रामा देखिन्छ र त्यहाँ अरूले चढाएको मूर्तिहरूको पनि चाहिँ त्यहाँ राखिएको छ र यहाँ चाहिँ घन्टीहरू चढाइएको छ र पहिला चाहिँ यहाँनिर चाहिँ उत्पत्ति भएको भन्ने कुरा छ। यहाँनिर हो पहिला यहाँनिर छ। यो चाहिँ किन यस्तो किन छ त अहिले यो ए त्यो 54 सालमा बनाएको यो 54 सालमा लेखेको छ नि ए यो चाहिँ दसैँको बेला मेला लाग्छ है तिहार भदौमा लाग्छ है भदौमा लाग्छ र आज चाहिँ धेरै मान्छेहरू हुनुहुन्छ यहाँ दर्शनार्थीहरू शनिबारको दिन र आज जेठको के भयो नुहागी यहाँ चाहिँ अहिले निकै व्यवस्थित बनाएको ठाउँ छ र यहाँबाट पारी तल देखिन्छ सल्यानको भूभाग देखिन्छ यहाँबाट तल र हामी यो एकदम पवित्र स्थान मालिका देवी दर्शन गर्न आज शनिबारको दिन जेठ 2 गतेको दिन आएका छौँ र एकदमै निकै मनमा उत्साहित भएको छौँ र मनमा शान्ति मिलेको छ। निकै लामो समयदेखि चाहिँ यो मन्दिर दर्शन गर्नको लागि यहाँको आशीर्वाद लिनको लागि हामी तयारी गरेका थियौँ तर कारणवश हामी आउन सकिरहेका थिएनौँ र यताबाट देखिन्छ दृश्य यताबाट पुरै पछाडितिरको यो मन्दिरतिरको यो भागहरूलाई देखाइरहेका छौँ र यतातिर यो निकै व्यवस्थित तरिकाले यो ठाउँ बनाउने तयारी भइरहेको छ। यहाँ चाहिँ हाम्रो निर्माण कार्यहरू भइरहेको छ र यता माथितिर पनि बस्नको लागि ठाउँहरू बनाइएको छ। पहिलाभन्दा निकै व्यवस्थित रूपमा यो ठाउँको चाहिँ विकास गरिएको छ र मन्दिरलाई संरक्षण गर्नतिर स्थानीयवासी र स्थानीय सरकार लगायतका जनसमुदायहरू सबैजना यहाँ लागि पर्नुभएको छ। मन्दिरभित्र त देखाउन मिल्दैन है तपाईँको अनुमति चाहियो नि त फेरि हामी त यस्तै अब यो ठाउँलाई यहाँको भएको धार्मिक स्थलहरूलाई उहाँ चाहिँ हाम्रो मूल पुजारी हुनुहुन्छ होइन हजुर चाहिँ हजुरको नाम चाहिँ के अरे मेरो नाम भद्रबहादुर बुढा मगर हुनुहुन्छ उहाँ नै हुनुहुन्छ मूल पुजारी कति वर्षदेखि हुनुहुन्छ यहाँ यो 54 देखि 53 देखि पहिला चाहिँ हजुरहरूको बाजेहरूले चाहिँ स्थापना गर्नुभयो र यो मन्दिर त्यहीदेखि रहेको छैन करिब 200 वर्ष अगाडि होइन 900 सालतिर यहाँ भित्रको उहाँको अनुमति लिएर म खिचिरहेको छु सायद खिच्दाखेरि त्यस्तो केही नहोला होइन ठिक छ। यहाँनिर चाहिँ यो स्थानमा होइन यो स्थानमा हो यो स्थानमा चाहिँ यो मूर्तिको त्यो ढुङ्गाको दिव्य शक्ति धातु के को धातु छ यो पहिलेको धातु थियो फलामको छ जस्तै भनौँ चाँदीको थियो पछि यहाँबाट चाहिँ विभिन्न समयमा चाहिँ त्यस्तै मान्छेहरू आएर चाहिँ यहाँबाट लगेको भन्ने कुरा छैन करिब कति सालतिर होला यो 48 सालतिर चाहिँ यहाँबाट गायब बनाएको यो चाहिँ शनिबारको दिन यहाँ चाहिँ ध्वजापताहरू चाहिँ हजुरहरूले चाहिँ आफ्नो इच्छा अनुसार अर्पण गर्न सक्नुहुन्छ र अबिरमाला फुलहरू फलफुलहरू दक्षिणाहरू र आफूले चाहेको अनुसारको भेटीहरू चाहिँ यो दिव्य मन्दिरमा हजुर आउँछु यस्तो छ संरचनाभित्र यो त्यति बेलादेखि नै यतिकै छ यो मर्मत गर्नु भएको छैन अब पछि चाहिँ यसलाई फेरि अब बढाउने कुरा छ यो वरिपरिको चाहिँ धेरै बनाउनु तल बनाउनु लागि खाल्डो चाहिँ के हो यो वाटरको पानीका फोराहरू ए नगरपालिकाकै बाटो हो यो बजेट हो कि हजुरको स्थानीय बाटो हो र ए 6 करोडको बजेट हो त 6 करोडको यहाँ ठेकेदारको लापरवाही हो त झगडा गरिन कहिलेको ठेका हो यो पहिलाको यो भयो 2-3 वर्ष ए ठिक छ खुसी लाग्यो धेरै व्यवस्थित भएर छ पहिला भन्दा पानीको व्यवस्था कस्तो छ अहिले यहाँ
पानी ल्याउने भन्ने कुरो छ पानीको ट्याङ्कीको व्यवस्था छैन टङ्की छ नि पानी पाइन्छ खानेपानीको समस्या छैन छ समस्या खानेपानी फालेको छ अहिले ए फालेको छैन माथि ट्याङ्की पर छ ऊ त्यहाँ गइ नै ओ त्यो माथिको त्यो माथि मान्छे बसिरहेको छ नि त्योदेखि पल्लोपट्टि छ टङ्की ए ल्याउ ल्याउ अब यस अद्भुत दृश्य त्यहाँनिर चाहिँ पानी ट्याङ्की छ पानी ट्याङ्की